खै यत्रो विरोध गऱ्यौँ यो नसुनाइ हुने न के हुने यो के भइरहेछ यो सभामुखज्यूले एउटा कुरा हामीलाई गर्नुभएको थियो बैठकमा पनि त्यो प्रधानमन्त्रीज्यूले बोल्नुभएको रेकर्डबाट हटाउनलाई सचिवालयसँग चाहिँ हामी छलफल गर्छौँ भन्नुभएको थियो यो के भयो म सोध्न चाहन्छु र अर्को कुरो चाहिँ प्रधानमन्त्रीजीले दिनुभएको अभिव्यक्ति सामान्य होइन भविष्यमा सीमा समस्या समाधानको निम्ति कूटनीतिज्ञहरूले चाल्ने पहल कदमी गर्नुपर्ने तपाईँको चाहिँ प्रयासमा कमजोर नजिर स्थापित गरिदिनु भएको छ त्यसै कारणले गर्दाखेरि चाँडोभन्दा चाँडो यो कुरा सच्चाइ म भन्न चाहन्छु र सम्माननीय सभामुख महोदय वैशाख 12 गते घर टहरहरू भत्काउन सुरु गरे सुकुम्बासीहरूको अघि भूमिहीन र सुकुम्बासीमाथि डोजर चलाउँदै गर्दा बालबालिका सुत्केरी ज्येष्ठ नागरिक अपङ्गता भएको व्यक्ति गर्भवती जस्तोको अवस्थामाथि सरकारले संवेदनशील हुनुपर्ने थियो तर त्यसो भएन। नेपालको संविधानको धारा 16 बमोजिम नागरिकको सम्मानपूर्वक बाँच्नुपर्ने हक, धारा 37 को प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक र धारा 36 को खाद्य सम्बन्धी हक र धारा 35 को स्वास्थ्य सम्बन्धी हक, धारा 33 को रोजगारीको हक, धारा 31 को शिक्षा सम्बन्धी हक, धारा 28 को गोपनीयताको हक, धारा 39 को बालबालिकाको हक, धारा 42 को सामाजिक न्यायको हक लगायतको विषयमा थप संवेदनशील हुनुपर्ने थियो